साथीहरू हेर्न खगेन्द्र रुद्रकली रुन्दैछन्। हेर्नु त आँखाबाट आँसु बगिरहेको छ। बिचरा मलाई नि रुन मन लाग्यो। बाबाई खगेन्द्र रुद्रकली राम्रोसँग जानु है, छिट्टै फर्केर आऊ। साथीहरू आज म कतारको खोर पार्कमा आएको छु। हेर्नुस् न मैले कसलाई भेटेँ यहाँ, रुद्रकाली र खगेन्द्र नेपालबाट लागेका हाम्रा हात्तीहरू। खगेन्द्र मसँग नेपाल जान्छस्? बिचरा जान्छु भन्छ। यिनीहरूलाई मसँग लैजान मिल्ने भयो भने नेपाल लैजान्थे। मलाई भेटेर कति खुसी भएका। सायद यसले मलाई बस भनेको होला। साथीहरू यसले मलाई कसरी चिन्यो होला है, नेपालको मान्छे भनेर। बिचरा आफ्नो देशको माया लाग्योहरूलाई भोको लागेको छ। हो भने त है, अहिले तिमीहरूलाई के ल्याइदिएको छु हेर त, तिमीहरूको फेभरेट फलहरू खाऊ। मसँग भएको यत्तिकै हो, अरू केही लागेको छैन। यिनीहरूलाई साह्रै भोक लागेको रहेछ। मैले त अलिकति फलफुल मात्र ल्याएको थिएँ, सबै खाइसकेँ। थाहा भएको भए अझ धेरै लिएर आउने थिएँ। अब अर्को चोटि आउँदा धेरै खानेकुरा लिएर आउँछु ला। तीहरू खगेन्द्र र रुद्रकालीसँग पनि घुमियो। अब धेरै बेर बस्न नपाइने रहेछ, अब जानुपर्छ। हेर्नु न, म जान्छु भनेको यिनीहरू दुखी भइसके। के गर्ने, तिमीहरूसँग अझै बस्ने मन त थियो तर मिल्दैन। चिन्ता पनि तिमीहरूलाई छुन्छु भने रुन मन लाग्छ। चिन्ता नगर, म फेरि आउँछु तिमीहरूलाई भेट्न। खुसी भएर बस है, कति पनि चिन्ता नगर, राम्रो ठाउँमा पुगेको छ। म साथीहरू आज म फेरि खगेन्द्र र रुद्रकालीलाई भेट्न आएको छु। हिजो छोडेर गएको, आज फेरि नभेटी मनले नै मानेन। यिनीहरू मायालु जो छन्। ओहो हेर्नुहोस् न, आज त यिनीहरू फुटबल पो खेल्दै रहेका छन्। अब त हाई खगेन्द्र, हाई रुद्रकाली। ओहो हेर्न खुसी भएको। कति बेला आउँछु भनेर पर्खेर बसेको थिए जस्तो छ बिचरा। हेलो साथीहरू, सबैजनालाई ह्यापी न्यू इयर। न्यू इयरको दिन खगेन्द्र रुद्रकालीलाई केही फलफुलहरू खुवाउन आएको छु। यिनीहरूलाई खुवाइसकेपछि फेरि जुमा पनि जानुपर्छ। त्यहाँ पनि धेरै जनावरहरू छन्, माया लाग्छ मलाई। रुद्रकालीलाई फलफुल खुवाइसकेपछि म अहिले जुमा आएको छु केही फलफुल लिएर। हामी मानिसको बारेमा त सबैले सोच्ने गर्छौँ, बिचरा जनावरको बारेमा पनि सोच्नुपर्छ नि है। केला, स्याउ, अनार, अङ्गुर सब ल्याएको छु। हेर्न कति धेरै जनावरहरू। साथीहरू यिनीहरूसँग बस्दा कति खुसी भएको छु आज। के गर्नु, अरूको देशमा जति सुकै सुख भए पनि आफ्नै देश प्यारो लाग्छ सबैलाई। यिनीहरूलाई नि त्यस्तै भएको होला है। तिमीहरूको भाग्यमा पनि हामी कतै मानिसको जस्तै परदेश लेखेको रहेछ। सायद यिनीहरू पनि खुसी छैनन् जस्तो छ। बिचरा जनावर भनेर के गर्नु, बोल्न पनि सक्दैनन्। हात्तीहरू अहिले म कतारको अलखोर पार्कमा छु। नेपालबाट आएका हाम्रो खगेन्द्र रुद्रकली हात्तीहरू छ। अहिले ट्रेनिङ चलिरहेको छ, हेरिदिनुहोस् है। वाह हेर्नुहोस् न, कति मजाले माला लगाइदिँदैछ आफ्नो गुरुलाई। चिन्ता लागेको थियो कता लागि के गर्दैछ होला भनेर, तर यिनीहरूलाई धेरै सुविधा दिएको छ। यस्तो मजासँग ट्रेनिङ पाइरहेका छन्। हेर्न कतै माया लाग्छ नि है। धेरैजनाले खगेन्द्र र रुद्रकालीलाई सधैँ भेट्नु भन्नुभएको थियो, त्यसैले फेरि म यिनीहरूलाई भेट्न आएको छु। यिनीहरू त आज नुहाउँदै रहेछन्। हेर्नु न कति मजासँग नुहाइरहेको छ, खुब खुसी भएको छन्। हुन त यिनीहरूले मान्छे भन्दा पनि बढी सेवा सुविधा पाएका छन्। रानीहरूको जस्तो भागेका छन् र हाम्रो जस्तो भए पनि यिनीहरू यो देशमा घुलमिल भएको देख्दा खुसी लागेको छ। साथीहरू खगेन्द्र र रुद्रकाली नुहाएर घाममा बसेका छन्। केही बेरमा यिनीहरूको नजिक जानु पर्ला। अहिले मलाई देखेपछि दौडेर आइहाल्छन्। कस्तो मजासँग केयर गरेका छन् है। त्यसको यी दुईले मलाई देखेपछि धेरै खुसी हुन्छन्। त्यसैले म एक दिन पनि यीहरूलाई नभेटी बस्नै सक्दिन। अब नेपालको दिन तीहरू आज म खगेन्द्र रुद्रकलीलाई केही लेखेर देखाउँछु, हेरौँ है त रियाक्सन कस्तो हुन्छ। खगेन्द्र रुद्रकली हेर त मैले के लेखेँ। ओहो हेर्नुहोस् त कस्तो खुसी भएको। साँच्चै नेपाल लेखेको नि चिन्दो पो रहेछन् यिनीहरूले त। साँच्चै खुसी लाग्यो। खगेन्द्र रुद्रकलीले नेपाल लेखेको त चिने। अब झन्डा आयो मैले, नेपालको झन्डा पनि याद रहेछ यिनीहरूलाई। यसमा त अत्यन्तै खुसी छु। हजुरहरूलाई कस्तो? आज म खगेन्द्र र रुद्रकालीसँग यो फुटबल ग्राउन्डमा फुटबल खेल्न आएको छु। हेरौँ है त यहाँहरू कसरी खेल्दा रहेछन्। खगेन्द्र रुद्रकाली तिमीहरू मसँग फुटबल खेल्ने रेडी हो? ल गाइस यहाँहरू पनि रेडी छन् र अब खेल सुरु। खगेन्द्र पास गर, रुद्रकाली लिनु है। राम्रो, अब मेरो पालो। हेर्नुहोस् गोल जानेछ। हो गोल। कति राम्रो खेले साथीहरू। धन्यवाद खगेन्द्र रुद्रकाली। आज म खगेन्द्र र रुद्रकालीसँग घुम्न निस्किन लागेको। हेरौँ कता कता घुमाउँछन् मलाई। अब मेरो नेपाल जाने दिन पनि नजिक आयो। धेरै चाहिँ अब घुम्दै घुम्दै गार्डनसम्म आयौँ। कति रमाइलो ठाउँ। यतै बस्नु जस्तो लाग्छ नि, तर के गर्नु, आफ्नो देश फर्किनै पर्छ। यिनीहरूलाई छोडेर पो कसरी जाने हो चिन्ता लागेको छ मलाई त।